ठीक छ छोडिदिनुस् साथीहरु छोडिदिनुस् विरोध लोकतन्त्रमा विरोध गर्न पाइन्छ केही फरक पर्दैन शान्त हुनुस् लोकतन्त्रमा विरोध गर्न पाइन्छ भाइले गर्नुभएको विरोधपछि हाम्रो कुनै आपत्ति रहेन र हामीले त्यो साथीहरु छोड्नु साथीले विरोध गर्नु त्यो पाइन्छ ठुलो कुरा हामी आलोचना सहन्छौं काहीँ कतै कमजोरी भएको छ भने स्वीकार्छौं र सच्याएर हिँड्छौं बिना गल्ती बिना कमजोरी हामी माथि अवरोध गरिन्छ भने जहाँ अवरोध त्यहाँ प्रतिरोध भन्ने सिद्धान्त हामी लिएर अगाडि बढ्छौं एकातिर चौथो धनी देश इन्डिया छ र नेपाल बिना दोष हामी अन्तर्राष्ट्रिय शक्तिको खेल मैदान र एपी सेन्टरको रूपमा अगाडि बढेका छौं त्यसो भएको हुनाले यहाँ सधैँ म्यानिपुलेसन हुन्छ आज सोशल मिडिया म्यानिपुलेट गर्नको लागि लगाइएको छ ती व्यक्तिहरुका ती देशहरुका पक्षमा बोल्नेहरूलाई यहाँ मुकुट लगाइदिएर देवत्वकरण गरिन्छ उनीहरूको मिसनलाई असफल बनाउन चाहनेहरू अथवा बाधा ठान्नेहरूलाई उनीहरूले दानवत्वकरण गर्छन् त्यही भएर हामीले पार्टी छुटाउन नेता छुटाउन र आफ्नै साथीभाइहरूलाई को सही र को गलत भनेर छुटाउन सकेका छैनौं सोशल मिडियाको यो पोल्युसनलाई कन्ट्रोल गर्नुपर्छ यो म्यानिपुलेसन जुन भइरहेको छ त्यसलाई तपाईहरुले विवेकपूर्ण ढंगले यसको छिनोफानो गर्नुपर्छ तन्त्र ढंगले आफ्नो अभिव्यक्तिहरू राख्न पाइन्छ त्यसो भएको हुनाले कहीँ कतै साथीहरुलाई हाम्रो कुरा चित्त बुझेन भने त्यही बारेमा पनि छुट्टै मञ्च बनाएर गर्न सकिन्थ्यो यही पनि म सोभिको सभापति मार्फत अनुरोध गर्छु हामी भन्दा फरक विचार राख्ने साथीहरुले यो मञ्चको सदुपयोग गर्न चाहे भने तपाईहरुले गर्न दिनु होला किनभने हामी लोकतन्त्रको पक्षधर हौं हामी राष्ट्रियताको पक्षधर हौं हामी सार्वभौमसत्ताका पक्षधर हौं हामी विकासका पक्षधर हौं हामी समृद्धिका पक्षधर हौं यो मञ्चमा आएर बोल्न कसैलाई डर लाग्छ भने पत्रकार सम्मेलन गर्नु होला पत्रकार सम्मेलन गर्न पनि डर लाग्छ भने घरमा बसेर फेसबुक लाइभ गर्नु होला चुक्कुल कोठा लगाएर त्यो गर्न पनि डर लाग्छ भने साथीको घरमा गएर गर्नु होला किनभने आज सूचना प्रविधिको युग प्रशस्त छ